पदार्थाय देवानां पालनाय च द्वय अलिकति ल्याउनु अलिकति द्वय के छ त्यहाँ तस्मै देवाय सत्याय सगुणाय महात्मने व्यक्त व्यक्त स्वरूपाय ऋषिकापतये नमः ज्ञानार्घमया दत्तं देवायं राधायं सहितो हरे छेउमा है त निम्न हुँदैन है त पुष्पाञ्जली पुष्प लिएर सबै विभूषितकरा नवनीलरावा पीताम्बरा नरणमेन्द्रबलाधरोष्टा सुन्दरमुखाधर्मेन्द्रनेत्र कृष्णापरं किमपि तमहं न जाने कायेन वाचा मनसेन्द्रियेर्वा बुद्धिर्मना वा प्रकृतिस्वभावात् करोमि यज्ञं सकलं तस्मै नारायणाय समर्पयामि गजाननं भूतगणादिसेवितं कपिर्जम्बोफलचारुभक्षणम् उमासुतमसुविनाशकारकं नमामि विघ्नेश्वरपादपङ्कजम् नमो नमो वं मनसादिभूमहे नमो नमो वं मनसैकभूमहे नमो नमो नन्तमहाविभूतये नमो नमो नन्तदैकसिन्धवे न धर्मनिष्ठोऽस्मि न चात्मवेदी न भक्तिमां तव चरणारविन्दे अकिञ्चनो नन्यगतिं शरण्यं तत्पादमूलं शरणं प्रपद्ये वंशे विभूषितकरा नवनीरदावा पीताम्बराधरणमिम बलाधरोषात् पूर्णेन्दुसुन्दरमुखाधरबिम्बनेत्रा कृष्णापरं किमपि तमहं न जाने यस्यै स्वयं सुकृतिनां भवनेश लक्ष्मी पापात्मनां कृततयां हृदयेषु बुद्धि श्रद्धासुतां गुरुजनां प्रभवत्सलज्जा तां तं नुतात् परिपालय देवि विश्वं कस्तूरी तिलकं ललाटपटले वक्षस्थले कौस्तुभं नासाग्रे वरमौक्तिकं करतले वेणुकरे कङ्कणं सर्वाङ्गे हरिचन्दनं सुललितं कण्ठे मुक्तावली गोपास्ते परिवेशितो विजयते गोपालचूडामणि अस्ते शस्त्रवणि करागपिगल्पशूनावृतं वस्तु प्रस्तुतवेणुना दलहरि निर्व्याकुलं स्रस्ताशस्तनिवादने विविलसदकोऽपि सहस्रावृतम् अस्तन्यस्तनतापवर्गमखिलो दारं किशोराकृते हरि ओम जनेन जन्मय जन्तदेवास्तानि धर्माणि प्रथमान्यसन्न ते अनागं महिमानाथ संसदत पूर्वे साध्याः ससुदेवाः अग्नि हरि ओम अग्निमीडे पुरोहितं यगदेवोतारं ददातम् हरि ओम केत्वाय केतु चेतावाय वरुदेवो सविता पापयते समाय कर्मणे हरि ओम अग्नाय वीतै ज्ञानवतादे न्यूतनशिवरेखि हरि ओम सन्नो देवी रविष्ठाभवन्तु वीतिरञ्जोरविश्रवन्तु नः हरि ओम तद्विष्णोः परमं पदं सदा वसन्ति सूरय दिवीवतपुरातम प्रतिप्रासो विपन्नो जाग्निवातुं सहस्रमिदं विष्णोय परमं पदं हरि ओम नानासुगन्धपुष्पाणि देशकालवानि च पुष्पाञ्जलिमयरतं ज्ञानपुष्पले समर्पयामि पुराणपुरुषोत्तमाय भक्तवत्सलवाङ्मयमूर्तये श्रीमते नारायण श्रीमद्भागवतं समर्पयामि ओम केशवाय नमः ओम नारायणाय नमः सबैतिर देवी देवताहरूमा भागवतमा पनि घुम्दै एकखेप परिक्रमा गरेर हुन्छ नाना हरि ओम केशवाय नमो नारायणाय नमः माधवाय नमः गोविन्दाय नमः विष्णवे नमः सुदनाय नमः त्रिविक्रम वामनाय श्रीधराय श्रीकेतन पद्मनाभ दामोदराय नमः यानि कानि च पापानि जन्मान्तरकृतानि च तानि सर्वाणि सन्तो प्रदक्षिणं परे परे भगवत सक्यो भने भागवतलाई साष्टाङ्ग गर्ने पर्यो अष्टाङ्ग बुझाइ शरीर लौडामा लौरो कसरी लड्छ भुइँमा त्यसरी आमाले पञ्चाङ्गले शिर हात पाउले पछाडिको खुट्टा यस्तो गरेर ढोग्ने पिताजीले लानु एकखेप घुमेर गएर उता पर निस्केर बोल भक्त वत्सल भगवान को आनंद कंद भगवान को पुराण पुरुषोत्तम भगवान को भक्त वत्सल भगवान को भागवत महापुराण को श्री सुखदेव भगवान को श्री व्यास भगवान को श्री वृंदावन बिहारी लाल को राधा सर्वेश्वर भगवान को श्री भाग्य बिहारी लाल को श्री बद्रीनाथ भगवान को केदारनाथ भगवान को
विशाल भगवानको गोपीनाथ क्षेत्रको विनाशदेव पशुपतिनाथ भगवानको अपने अपने गुरु महाराजको उद्धारी योगी स्वामीजी महाराजको आजको आनन्दको जय श्री जय जय श्री राधे जय जय श्री राधे लामो स्वर जय जय श्री राधे श्याम पापोम त्यहाँ छ भने पापोम पाको कर्माणम यसो अग्नि आकाश गर्ने शास्त्रमा गर्दाखेरि नि यता यता दुई साइड मान्छे बस्नुपर्छ आफूदेखि पछाडि कोही पनि हुँदैन पापोम पाको अनि नि आमा यहाँ दियो यहाँ अलिक थप्नु त बर्ती निकै तल पुगेका छन् माथि राखेर सेक्नु हुँदैन आज गफे बनाइन होला पर्सादी त्यसपछि आज गफे बनाइन पर्सादी गफे भन्ने गफे भने गफे माथि धेरै बनिन्छ कुन कुन हुन्छ कि naughty for naughty प्रसादजी भन्नु नि त naughty प्रसादजी के छ हजुर लाइन लाग्यो ठक्क लाइन लाग्नु त मलाई भन्नु कहिले हुन्छ उता माथि पनि हुन्छ सर्वदे काले सर्वयाग पराक्रमः श्रीरामानुजति व्याख्या प्रथम श्रीरामानुजति व्याख्या यसमा यहाँ छ नमस्ते श्रीनाथाय कुन्ती श्रीमते रमजा माते मनिन्द्राय मामनि श्रीरंगवासिने भूयानित्यसे मंगलम मंगलम नित्यादाय शिवाय श्यामसदाय सर्व परिपूर्णाय महापुण्याय मंगलम मंगलम गुरुवर्याय मंगलम सिंधवे वारिदिकराय नित्यश्रीते मंगलम जय जयतिराज प्रयागतारमणि प्रणपासंतमवन जय भव नारायण 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 श्रीमन्नारायण नारायण लक्ष्मी नारायण नारायण नारायण
आनन्दको असित गोत्रका सम्पूर्ण पितृ परिवारको अग्रस्थापिता सम्पूर्ण पितृ देवताहरूको शालिग्राम भगवानको आजको आनन्दको अपने अपने गुरु महाराजको आजको आनन्दको जय जय श्रीमन्नारायण जय जय श्री राधेश्याम तिमी त छौ नि अब के हो बुझ्ने अब के अरूलाई भन्नु हुँदैन अरू बुढाबुढी मान्छे 7 दिन म हजुर कसै बनाएर पठाइदिन्छु तिमीलाई बुढो बनाएर नि गराएर बज्र केदार जाँदै फर्किँदै पाउँदा के फिटेर सुरुमा त्यो हार्मोनियम अलिकति पैसा छैन भने मेरा हस् हार्मोनी होइन अब व्यवस्था ल्याउनुपर्छ हो भजन पनि अहिले यो नि एउटा ठुलो प्लास्टिक ल्याएर सबै हालेर अनि क्यासियो छ के भन्छ सबै मैले हालिदिइसक्यो अब अरू चाहिँ हाम्रो के रहेको थियो भने भागवतको अर्चना गर्नु न अरू घर यहाँ अलिकति प्रवचन गर्नुहुन्थ्यो भने भागवत गर्नुहुन्छ गर्नु आज स्थापना धेरै दिन भयो यहाँ सङ्कल्प गर्दै सूचन गर्दै सङ्कल्प गर्ने माताजीहरूको उहाँहरूले नाम भन्नुभयो फलाना फलाना दिने भन्नुभयो अनि सम्पूर्ण पितृ परिवार भनेर एउटा छुट्टै एउटा बनाएर सम्पूर्ण अन्जान ध्यान सम्पूर्ण भनेर हजुर अब भागवत गर्दैन बोल्यो फेरि के बोल्यो सकेर मान्छे धेरै चाहिएको छैन कि अरू सबै स्थापना अब यहाँ आउँछ आज त स्थापना मात्रै हो पनि धेरै काम भयो यहाँ हेर यसरी हेर है यहाँ हेर यसरी हेर्नु है हेर यसरी यसरी हेर यस्तो गर लु गर त यस्तो गर होइन त्यता त्यता होइन यता 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 लु गर टिभी हुँदैन हुँदैन यता यता बस हुँदैन हुँदैन यता 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 हामीले कसैलाई पैसा अनि भुइनी ला ला हुँदैन हुँदैन ला ला यता 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 माग्दैन कार्यक्रम
त्यसै गरेको हो मन्दिरबाट एउटा केही नगिएन भने अनि यो ठाउँ हाल न ए पुरै ल अब कहिले होइन कुइनी उता गइनी त यता ओए हुँदैन होला किन बिगारेको ला थुनी हजुर आउनु बेला बेला केही झुम्दै तर आजसम्म बिमार कुनै पनि रहेछ एउटा कुनै न सुगर होस् न प्रेसर होस् न केही होस् न ज्वरो अनि यसो उहाँको हात उहाँकै कुरो गर्नु त भएको चाहिँ बालक जस्तो खानु आफै खानु सबै कुरो बालक नम्बर बालक अनि तपाईँहरू दियो भने कडक 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 छ भन्नु दाँतो बेलनाइ फेरि नानी त आउनु हो नि अलिकति छिटो भनेर उहाँको भतिजाको यहाँ पत्र कामबाट आएर पनि भन्नुहुन्छ अगुल्जीहरू त अल्झिहाल्नु सबै कोही बात छैन मेरो जिम्मेवारी हो जुट्दै रहेछ अब तपाईँहरू एकचोटि हामी राम्रो कार्यक्रम गरौँ त्यहाँ समाजलाई बुझाउने काम हो हामीले हाम्रो कार्यक्रम राम्ररी गरौँ हामीहरूले सानो 3 दिनको मात्रै भगवानको प्रसाद काहीँ पनि ठुलो घर दोकानहरूले चाहिँ त्यसको सामानहरूलाई यो घरको जति छ यसको मुनिबाट अझै बेसी मन्दिर पनि भन्ने त्यही छ त्यहाँनिर यो त कति स्वार्ने रहेछ नि यो कार्पेट अब यो नि यहाँहरू सिरित पाएको छ बनियामा यहाँ ल्याएर एउटा के उपर एउटा नारा यहाँ एउटा चियर के अरे चिर्नुपर्छ उपर एउटा सोफा सोफा के अरे अनि मात्रै यसलाई तानेर भरेको बनाएर एउटा सोफा अलिक विरुद्धहरू बस्नु नसक्ने उहाँहरूलाई छोएर एउटा हालिदिएपछि त्यो सोफाले खिच्छ र अनि यता जाँदै नभए हामीले हिँड्दाखेरि यो चढ्दै 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 एउटा के अरे चिर ल अब माथि लु लु यहाँ कहिले 4 बजे कहिले 6 बजीसम्म लगाइदिन्छ आइतबार चाहिँ हुन्छ नि ला गई कता गई जसको छ त्यसैसँग त्यसलाई प्रताप छैन देखाउँछ
यहाँ अर्कै प्रति यहाँ त भ्याक्सिन लाउनुपर्छ भ्याकुम लाउनु अब उपर गरेर प्लास्टिक 2-3 जना लाठेले च्यातेर हटाएर तानेर त्यो हुन्छ यो सामान काटेर यो कपसको बलमा कपडै सात बजीदेखि 8:30 बजीसम्म हाम्रो बेलुकाको सत्सङ्ग हुन्छ बेलुकाको सत्सङ्गमा हामीले त्यसको सल्लाह त्यो दिदी त्यो भजनको मान्छे आएन दाजु आएपछि एकछिन पहिले बस्नुभन्दा पहिले भेटघाट लगाउन हामी सल्लाह गर्छौँ कस्तो भजन के भनेर त्यो भजन गर्ने मान्छेलाई चाहिँ यहाँ अगाडि नै राखिदिनु सेलले पनि एकजना सेलले हाम्रै निमाको समुदायको भाइ थियो टिमबाट आउनु साह्रै राम्रो गाउँछ यहाँ सहयोगै पौडेलहरू मैले उहाँ रामकथामा राखेको मान्छे दाजुभाइ पौडेल त यहाँ पाइसकेको उनलाई मैले चिन्छु होला तर अब अहिले सम्झिरहेको पियानो बजाउँछ आएर त्यो भोग लगाउनुपर्छ अरूलाई दुःख दिनु पनि 7:30 भइहाल्यो 8:30 सम्ममा भोग लागिसक्नुपर्छ अब टिका लगाएर हिँड्छन् जब आरती नगरिकन आफूले दिँदैन अहिले मलाई अलिकति ग्लास कफी दिन्छु दिन्छन् होला अनि अलिकति फलहरू पनि दिनु भनेको थियो अब त्यो चाहिँ भ्याइएर अहिले कफी मात्रै पिउने आरती खाने अनि भोग स्याहार्नु पर्ने